धन्यवाद। यस हाम्रो गाउँसभाका सदस्यज्यू, यो दोस्रो गाउँसभाको 20औं अधिवेशनका अध्यक्षज्यू, यस गाउँसभाका उपाध्यक्षज्यू र यस सभाका सबै सदस्यज्यूहरू, यस सभामा उपस्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरू, यस सभामा उपस्थित सबै कर्मचारी मित्रज्यूहरू, पत्रकार मित्रहरू, सुरक्षाकर्मी मित्रहरू, विभिन्न बुद्धिजीवी शिक्षक वर्गहरू, यहाँ सबैलाई सर्वप्रथम हाम्रो यस गाउँसभाको तर्फबाट स्वीकार्नुहोस्, नमस्कार जिरो भन्न चाहन्छु। सर्वप्रथम यो 20औं अधिवेशन हाम्रो गाउँसभाको तर्फबाट यहाँ सबै यो सभालाई सफल बनाउनको निम्ति, गरिमा बढाइदिनुको निम्ति र पूर्ण रूपले सफल बनाउनको निम्ति यहाँ सहभागी सबै हाम्रो अतिथिगणहरू, सभा सदस्यहरू, यो सभाहरूमा उपस्थित सबै विभिन्न बुद्धिजीवी महानुभावहरूलाई हाम्रो गाउँपालिकाको तर्फबाट र गाउँसभाको तर्फबाट म हार्दिक स्वागत गर्न चाहन्छु। हार्दिक स्वागत छ। यो गाउँसभाको गरिमामय उपस्थितिमा हामीले आर्थिक वर्ष 2080-2082-83 को नीति तथा कार्यक्रम सँगै बजेटको अधिवेशन पनि हामी सुरुवात गर्दैछौँ। त्यसकारणले यो गरिमामय सभामा म यति मात्रै भन्न चाहन्छु कि हाम्रो यो आज प्रस्तुत हुने नीति तथा कार्यक्रमले यो पुठाउर गाउँपालिकाको समृद्धि, यहाँको शिक्षा, स्वास्थ्य, पर्यटन तथा यहाँको जनताहरूको जीवनशैली परिवर्तन गर्नको निम्ति, यहाँको जनताहरूको सबै सर्वोपरि विकास र समृद्धिको लागि एउटा कोसी ढुङ्गा स्थापित गर्नेछ। सँगसँगै नीति तथा कार्यक्रममा आएका कुराहरूलाई आफ्नो बजेट र कार्यक्रम मार्फत यो गाउँपालिकाले एउटा निश्चित उद्देश्य प्राप्त गर्नको निम्ति यहाँको शिक्षा, स्वास्थ्य, पर्यटन र विभिन्न क्षेत्रहरूलाई समेटेर अगाडि बढ्दैछ भन्ने विश्वास म दिलाउन चाहन्छु। म ढिला नगरिकन यो समय हाम्रो नियमित समयभन्दा कि ढिलो सञ्चालन भएको छ, त्यसकारणले पनि म ढिला नगरिकन यहाँ सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिज्यूहरू, प्रमुखज्यूहरू र यस गाउँसभाका सबै सदस्यज्यूहरू, विभिन्न कर्मचारी, पत्रकार, सुरक्षा मित्र र बुद्धिजीवी वर्गहरूलाई फेरि पनि यो गाउँसभा मार्फत हाम्रो गाउँसभालाई सफल बनाउनको निम्ति यहाँहरू यहाँसम्म आइदिनु भएको छ, साथ सपोर्ट दिनुभएको छ। अझ पनि यसलाई सफल बनाउनको निम्ति यहाँहरूको साथ सहयोगको अपेक्षा राख्दै